आफ्नो उमेर अनुसारको आनन्द सबैले लिनुपर्छ जस्तो लाग्छ मलाई। यदि तपाईँ तराईमा हुर्किनु भएको हो भने गर्मीको मौसममा दिनभरको प्रचण्ड गर्मीपछि बेलुकी पख परेको मुसलधारे र रिमझिम बर्सातमा रुज्नुको आनन्द सानोमा पक्कै पनि लिनुभएकै होला। त्यो बर्सातमा रुज्नुको आनन्द र खुसी त कति हो कति। हामी पनि सानो छँदा खुब रुज्थ्यौँ। त्यो पल सम्झेर अहिले पनि आनन्द र रमाइलोपनको आभास हुन्छ। अनि यसरी पानी परेपछि मेरो बच्चालाई पनि रुझ्न खुब मनपर्छ। हुन त बच्चाहरू प्राय सबै पानी भनेपछि खुब मन पराउने हुन्छन्, रमाइलो गर्ने हुन्छन्। यो बालपनको रमाइलो पलको आनन्द मेरो बच्चाले पनि लियोस् भनेर उसको खुसीका लागि केही मिनेट केही क्षण हामी पनि पानीमा सँगसँगै खेलिदिने गर्छौँ। कतिपयले भन्छन् बच्चालाई यसरी पानीमा किन छोडेको, चिसो लाग्छ, ठन्डी लाग्छ, रुगाखोकी लाग्छ, छोड्नु हुँदैन। तर म भन्छु रमाउन पाउनु उनीहरूको अधिकारको कुरो हो अनि उनीहरूको अधिकारको सम्मान गर्नु हाम्रो जिम्मेवारी र कर्तव्यको कुरो हो। 5-10 मिनेट पानीमा छोड्दैमा चिसो लागिहाल्दैन। चिसो लाग्ने अन्य धेरै कारण हुन सक्लान्, यही एउटा कारणले ठन्डी लागिहाल्दैन। जाडो मौसममा शरीरले न्यानो ताप खोज्नु अनि गर्मी मौसममा चिसो शीतलता खोज्नु प्राकृतिक कुरा नै हो। त्यसमा पनि बर्सातको पानी बाष्पीकरण भई बर्सेको हुन्छ, जुन आफैमा शुद्ध पानी हो अनि शुद्ध पानीमा स्नान गर्न पाउनु पनि भाग्यको कुरो हो। त्यसैले यस्ता कुरामा धेरै डराउनु पर्छ जस्तो लाग्दैन। तर यहाँ हाम्रो माइन्ड सेटको कुरा पनि आउँछ। यदि तपाईले चिसो लाग्छ भनेर सोच्नु भयो भने चिसो लाग्छ, लाग्दैन भनेर सोच्नु भयो भने लाग्दैन। This is all about our mindset. So always think positive, enjoy your life and let them enjoy too. तर एउटा कुराको भने ख्याल गर्नुपर्छ। पहिले हाम्रो घर आँगन माटोले बनेको हुन्थ्यो। सो खेल्दा उफ्रिदा लड्दा साह्रो चोट लाग्ने सम्भावना कम हुन्थ्यो। तर अहिले सबैका पक्की घर आँगन हुन्छ। त्यसमाथि नि चिल्ला चिप्ला टलक्क टल्किने टाइल बिछ्याइएको हुन्छ। यस्तोमा चाहिँ चिप्लेर बच्चा बच्चीलाई चोट लाग्ने जोखिम खतरा अलिक बढी हुन्छ। त्यसैले यस्तो कुरामा भने अलिक सतर्कता अपनाउनु पर्ने नै हुन्छ। र बाँकी कुरा यस्तै हो, जिन्दगीलाई सकेसम्म मस्ती फुल बनाउनु पर्छ। बर्सातमा रुझेर आनन्द लिने उमेर यही हो। पछि त बुढो भइन्छ, पानी त पर्छ, तर रुझ्न मन लाग्दैन।